गुड मर्निङ साथीहरू। फाइनली वेट इज ओभर। प्री टेस्टको भ्याकेन्सी कहिले खुल्छ भनेर कुर्दै बसेका साथीहरूको लागि धेरै नै खुसीको खबर। आज मिति 2083 साल 4 महिना 6 गते बुधबारको दिन प्री टेस्टको भ्याकेन्सी खुलेको छ। यो चाहिँ संस्थानतिरको लागि मात्रै हो। संस्थानतिरका लागि जस्तै नेपाल विद्युत प्राधिकरण भइहाल्यो, एनइए, नेपाल टेलिकम, अरू संस्थानतिरको लागि हो। म चाहिँ मेन पोइन्टहरू पढेर तपाईँहरूलाई सुनाइदिइरहेको छु। सबभन्दा पहिला चाहिँ यो सङ्गठित संस्थानको अप्राविधिक तर्फका सहायक स्तर प्रथम श्रेणी वा सो सरह र सहायक स्तर द्वितीय श्रेणी वा सो सरहका पदको पूर्व योग्यता परीक्षाको विज्ञापन यानि कि प्री टेस्टको भ्याकेन्सी। यो सूचना नम्बर 38, यो इम्पोर्टेन्ट होइन। यो चाहिँ अब हेर्नु, सङ्गठित संस्थानका अप्राविधिक तर्फ प्रथम श्रेणी नायब सुब्बा वा सो सरह वा पाँचौँ तह र सहायक स्तर द्वितीय श्रेणी खरिदार वा सो सरह वा पाँचौँ तह वा सो सरहको पदको खुल्ला प्रतियोगितात्मक लिखित परीक्षाको लागि लिइने पूर्व योग्यता परीक्षा प्रयोजनको लागि देहाय बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ। तोकिएका न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली PSCONLINE 1.psc.gov.np मार्फत आवेदन दिनुपर्नेछ हैन। यो चाहिँ तोकिएको न्यूनतम योग्यता भनेपछि हुन्छ 5th लेभलको लागि तपाईँहरू भर्नुहुन्छ भने 18 वर्ष पुरा भएको र 12 क्लास पास गरेको हुनुपर्छ। त्यस्तै 4th लेभलको लागि भर्नुहुन्छ भने तपाईँहरू 10 क्लास पास गरेको र 18 वर्ष पुरा भएको हुनुपर्छ र अरू तल पनि छ, म भन्दै गइरहेको छु। सबभन्दा पहिला चाहिँ यो हेर्नु, विज्ञापन नम्बर 101 2083-84 मा चाहिँ सहायक स्तर प्रथम श्रेणी नायब सुब्बा वा सो सरह वा पाँचौँ तह वा सो सरहका लागि, यो चाहिँ 5th लेभलको लागि हो। 5th लेभल संस्थानतर्फ 5th लेभलको लागि जुनसुकैको पनि खुल्छ नि भ्याकेन्सी, जस्तै एनइए नेपाल विद्युत प्राधिकरण 5th लेभलको लागि हो, त्यो संस्थान हो, त्यसको लागि खुल्छ भ्याकेन्सी हैन। अनि 2083 को भ्याकेन्सी, 2083 को एनइए को भ्याकेन्सीमा जो साथीहरू इक्जाम दिन चाहनुहुन्छ भने त्यसको लागि तपाईँले पहिला यो प्री टेस्ट पास गरेको हुनुपर्छ। यसको प्री टेस्ट पास गरेको हुनुपर्छ हैन। अनि यो पूर्व योग्यता परीक्षा यानि कि प्री टेस्टको इक्जाम चाहिँ आज विज्ञापन खुल्यो 2083 असोज महिनाको 3 गते हुन्छ, जुन दिनको 2 बजे नै हुन्छ इक्जाम, यो 5th लेभलको लागि। त्यस्तै 102 नम्बरमा रहेको छ 102 2083-84 को विज्ञापनमा चाहिँ खरिदार सहायक स्तर तृतीय श्रेणी खरिदार वा सो सरह वा चौथो तहको लागि, यो चाहिँ जस्तै संस्थानतर्फ चौथो तह भयो, टेलिकम पनि भयो हैन, टेलिकम भयो, अरू खानेपानी संस्थानहरू होला, त्योमा जो मान्छेले फर्म भर्न चाहनुहुन्छ भने तपाईँले यो प्री टेस्ट पास गरेको हुनुपर्छ। अनि यसको इक्जाम पनि त्यसको भोलिपल्ट हुन्छ, 2083 साल असोज महिनाको 4 गते हुन्छ। चौथो तहको लागि इक्जाम चाहिँ 4 गते हुन्छ, असोज 4 गते, र पाँचौँ तहको लागि हुन्छ असोज 3 गते इक्जाम भइहाल्छ, दिनको 2 बजे नै हुन्छ। त्यस्तै परीक्षाको किसिम चाहिँ लिखित परीक्षा, मतलब त्यही हुन्छ टिक लाउने वाला, तपाईँलाई टिक लाउने हुन्छ नि, टिक लाउने त्यो गोलोमा भर्ने, टिक लाउने पनि होइन, गोलोमा भर्ने हुन्छ, यसमा लिखित लेखाएको छ तर त्यही हुन्छ। अनि न्यूनतम योग्यता भनेपछि यो हेर्नु, सहायक स्तर प्रथम श्रेणी नायब सुब्बा वा सो सरह वा पाँचौँ तह वा सो सरह 5th लेभलको लागि कुन योग्यता चाहिन्छ भने लोकसेवा आयोग नियमावली 2079 संशोधन सहितको नियम 23 क 10 बमोजिमको योग्यता पुरा गरी मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र तह वा 10+2 वा सो सरह उत्तीर्ण। यो चाहिँ 5th लेभलको लागि चाहिँ 12 पास गरेको हुनुपर्छ, 18 वर्ष क्रस भएर 12 पास गरेको सर्टिफिकेट हुनुपर्छ। त्यस्तै 4th लेभलको लागि सहायक स्तर द्वितीय श्रेणी खरिदार वा सो सरह वा चौथो तह वा सो सरह पदको लागि खरिदार यानि कि 4th लेभलको लागि चाहिँ यो चाहिँ लोकसेवा आयोग नियमावली 2079 संशोधन सहितको नियम 23 क 10 बमोजिमको योग्यता पुरा गरी मान्यता प्राप्त शिक्षण संस्थाबाट SEE वा सो सरह 4th लेभलको लागि चाहिँ C पास गरेको हुनुपर्छ, C पास गरेको हुनुपर्छ, इम्पोर्टेन्ट नै हो, त्यो डकुमेन्ट चाहिन्छ नै। तपाईँहरू 12 पास गरेको हुनुहुन्छ भने तपाईँहरू 12 पास गरेको हुनुहुन्छ भने तपाईँ 4th लेभलमा पनि फर्म भर्न पाउनुहुन्छ, 5th लेभलमा पनि फर्म भर्न पाउनुहुन्छ, त्यही हो।
4th लेभलको लागि चाहिँ एसई 10 क्लास पास गरेको हुनुपर्छ। अनि नोटमा चाहिँ भनेको छ ग्रेडिङ प्रणाली लागू भए पश्चात एसएलसी वा सो सरह परीक्षा उत्तीर्ण गर्ने उम्मेदवारहरूको हकमा जिपिए 2 वा सोभन्दा माथिको ग्रेड पोइन्ट प्राप्त गरेकोलाई न्यूनतम योग्यता पुरा भएको मानिन्छ। एसइईमा जिपिए 2 हुनुपर्छ र 12को रिजल्टमा पनि जिपिए 2 हुनुपर्छ। 2 भन्दा माथि भयो तर 2 जिपिए भन्दा ग्रेडभन्दा कम हुनु भएन। अनि त्यस्तै परीक्षा केन्द्र चाहिँ यो चाहिँ धेरैजनाले मलाई सोधिरहेको हुन्छ कि कहाँबाट परीक्षा भर्न पाइन्छ, कहाँबाट परीक्षा दिन पाइन्छ, म यहाँ भनिदिइरहेको छु। आयोग मतहतका परीक्षा सञ्चालन गर्ने कार्यालयहरू इलाम, धनकुटा, खोटाङ, जलेश्वर, हेटौडा, काठमाडौँ, पोखरा, बागलुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दिपायल र महेन्द्रनगर यति ठाउँमा तपाईँहरू इक्जाम दिन पाउनुहुन्छ। जो कोही साथीले यो छ नि यता यहाँ लेखाएको इलाम, धनकुटा योहरू जहाँ तपाईँहरू बस्नुहुन्छ त्यही ठाउँ पनि दिन पाइन्छ र अरू ठाउँ पनि तपाईँहरू जस्तै कि जनकपुर बस्नु भइरहेको छ र तपाईँहरू चाहनुहुन्छ कि म काठमाडौँ दिन्छु इक्जाम, पोखरा दिन्छु इक्जाम, जहाँ पनि दिन पाइन्छ, जहाँ इक्जाम पनि दिन पाइन्छ साथीहरू। यो आफ्नो ठाउँमा पनि दिन पाइन्छ। जस्तै कि जलेश्वरको धेरै मान्छे, जनकपुरको धेरै मान्छेहरू जलेश्वर दिन्छ, धनुषाको जलेश्वर, मतलब आफ्नो नजिकमा नै रोज्ने नि त्यहाँ रोज्ने ठाउँ हुन्छ जहाँ पनि दिन पाइन्छ यो इक्जाम चाहिँ। अनि दरखास्त दस्तुर यानि कति पैसा लाग्छ यसको लागि? 5औँ तहको लागि रु 300, खुल्लाको लागि 300, अरू महिला, मधेसी, दलित यतामा भर्नुहुन्छ भने त्यो चाहिँ 100 रुपियाँ लाग्छ होला। खुल्लाको लागि चाहिँ 300 हो र 4थो तहका लागि खुल्लामा 200 रुपियाँ पर्छ, अरू समावेशीतर्फ 100 रुपियाँ पर्छ। त्यस्तै दरखास्त दिने अन्तिम मिति योको अन्तिम मिति चाहिँ कहिले हो? आज 2083 4 महिना 6 गते खुलेको विज्ञापन। अनि यसको 2083 4 महिना 26 गतेसम्म 26 गतेसम्म दुवैको एकल एउटा दस्तुरमा रहेको छ भने डबल दस्तुरमा भादो 2 गतेसम्म रहेको छ। भादो 2 गतेसम्म डबल दस्तुर र 4 महिना 26 गतेसम्म सिङ्गल दस्तुरमा रहेको छ साथीहरू। त्यस्तै उम्मेदवारको उमेरको हक यो चाहिँ कतिदेखि कति एज पुरा गरेको हुनुपर्छ भने 2083 4 महिना 26 गतेसम्म 18 वर्ष पुरा भए 18 वर्ष पुरा भए 35 वर्ष ननाघेको यो पुरुषको हकमा चाहिँ 18 वर्षदेखि 35 वर्षसम्म हुनुपर्छ। त्यस्तै महिला तथा अपाङ्ग उम्मेदवारको हकमा 40 वर्ष ननाघेको, पुरुषहरू चाहिँ 35 वर्ष ननाघेको र महिलाहरू चाहिँ 40 वर्ष ननाघेको। अनि यो चाहिँ कुनै पनि सङ्गठित संस्थानको सेवा बहाल स्थायी यो हामीहरूको मतलब कर्मचारीहरूको लागि हो। कुनै पनि संस्थानको सेवामा स्थायी कर्मचारीले उमेर हद लाग्ने छैन, यानि कि हामीहरूलाई उमेर हद लाग्ने छैन। कुनै जस्तै कि म 4th लेभलमा काम गर्दैछु, म 5th लेभलको लागि त्यो दिन चाहनुहुन्छ, 5th लेभलको लागि दिन चाहन्छु कि म 5th लेभलको लागि दिन्छु भने मेरो त 40 वर्ष मात्रै छ नि महिलाको, मानौँ कि मेरो 41 वर्ष भइहालेको छ भने मेरो उमेर हद लाग्ने छैन, त्यो त्यति भएन। त्यस्तै अब अर्को दरखास्त दस्तुर बुझ्ने मिति र स्थान चाहिँ रहेको छ। विधि र स्थान विधि दरखास्त दस्तुर आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत विद्युतीय माध्यमबाट सोझै वा मास्टर आइडी र कारोबार सङ्केत नम्बर उल्लेख भएको बैंक बचो प्रिन्ट गरी तोकिएका बैंकबाट नगद समेत बुझाउन सकिनेछ। यो चाहिँ फर्म कसरी भर्ने त्यो छ। जसलाई फर्म भर्न आउँदैन या फिर कोही पनि फर्म भर्न चाहनुहुन्छ भने मलाई कमेन्टमा गर्नु, म चाहिँ फर्म भरिदिन्छु। त्यस्तै दरखास्त दस्तुर बुझाउने अवधि चाहिँ ढिलोमा मिति 2083 5 3सम्म तोकिएको परीक्षा दस्तुर वा दोब्बर दस्तुर अनिवार्य 5 महिना 3 गतेसम्म पनि भनिदिएको छ साथीहरू। पैसा बुझाउने तपाईँहरू लास्ट टाइम चाहिँ 5 महिना 2 गतेसम्म हो, मजाले भर्नु होला। त्यसपछि अपलोड गर्नुपर्ने कागजात यो चाहिँ फर्म भर्दा चाहिँ तपाईँहरूलाई यो अपलोड उम्मेदवारले शैक्षिक योग्यता सम्बन्धी विज्ञापन तोकिएको कागजपत्र अनलाइन दरखास्त प्रणालीको तोकिएको स्थान PDF फर्मेटमा अपलोड गर्नुपर्ने। सबै उम्मेदवारले आफ्नो नागरिकताको प्रमाणपत्रको अगाडिको भाग स्क्यान गरी JPG फर्मेटमा अपलोड गर्नुपर्नेछ। दरखास्त उल्लेख गरेको विवरणका सम्बन्धमा उम्मेदवार स्वयं पूर्ण जवाफदेही हुनुपर्नेछ। उल्लेखित कागजात दरखास्त दिने समयमा नै उम्मेदवारसँग रहेको नभएमा जुनसुकै समय दरखास्त रद्द हुन सक्नेछ। यो चाहिँ फर्म फिलअप गर्ने प्रक्रिया हो साथीहरू। आफ्नो शैक्षिक मतलब पढे 10 पास गरेको सर्टिफिकेटहरू नागरिकताको नागरिकताहरू त्योमा अगाडि पछाडि पुरै त्योमा
PDF फर्मेटमा अपलोड गर्नुपर्ने छ। यो चाहिँ फर्म भर्ने टाइमको कुरा हुन्। यति नै थियो साथीहरू। त्यस्तै अरू दरखास्त पेश गर्दा ध्यान दिनुपर्ने कुराहरू चाहिँ योहरू तपाईँहरू पनि पढ्नु होला, म पनि पढेर सुनाइदिरहेको छु। आयोगद्वारा तोकिएको म्यादभित्र पेश नभएको वा न्यूनतम योग्यता नपुगेका वा तोकिएको अन्य विवरण नखुले वा तोकिएको दस्तुर नबुझाएको लगायत त्यही त मतलब पैसाहरू तपाईँ मतलब कुनै त्यो फर्म भर्दा कुनै चिज छुट्यो भने त्यो पैसा त्यो चाहिँ फर्म फिलअप हुँदैन, त्यो फर्म रद्द भइहाल्छ, स्वीकृत गरिने छैन भनिदिएको छ। त्यस्तै विज्ञापन प्रकाशन गर्दा तोकिएको दरखास्त दिने अन्तिम मितिभित्र निर्धारित शैक्षिक योग्यता हासिल गरिसकेको हुनुपर्छ। यानि कि 5 गतेसम्म तपाईँले 12 पास गरिहालेको सर्टिफिकेट भइहाल्नुपर्छ, 10 पास गरेको सर्टिफिकेट भइहाल्नुपर्छ। विदेशी शिक्षण संस्था शैक्षिक उपाधि हासिल गरेका उम्मेदवारहरूले सम्बन्धित निकायबाट आफूले प्राप्त गरेको योग्यता समक्ष निर्धारण गरेको हुनुपर्छ, त्यही नै भनेको छ। अनि यो चाहिँ योहरू पढिहाल्नु साथीहरू। त्यस्तै पूर्व योग्यता परीक्षामा OMR अप्टिकल मार्क रिडर पुस्तिकाको प्रयोग हुनेछ। तपाईँहरूले दिनुहुन्छ नि त्यो गोलो हुन्छ, त्यसमा भर्नुपर्ने हुन्छ। राम्ररी भर्नु होला, किनभने मिस्टेक भएपछि त्यो सिधा रद्द, त्यो पुरै मिस्टेक पुरै एउटा 1 मार्क गइ नै हाल्छ। अप्टिकल मार्क रिडरबाट त्यो मेसिनबाट जाँच गर्नेछ। त्यस्तै परीक्षामा परीक्षार्थीलाई कालो मसीको मात्र प्रयोग गर्नुपर्ने छ। निलो, हरियो, पिरो गर्नु हुँदैन, मात्र कालोको गर्नुपर्छ, नभए परीक्षा पत्र रद्द भइहाल्छ। अनि तह 5 को पूर्व योग्यता उत्तीर्ण चाहेमा तह 5 को पूर्व योग्यता परीक्षा उत्तीर्ण उम्मेदवारले चाहेमा तह 4 का अप्राविधिक तर्फका पदमा उम्मेदवार हुन पाउँछ। मतलब जस्तै कि सुबामा कोही कार्यरत रहेको छ होइन, सुबामा कार्यरत रहेको छ र कोही चाहन्छ कि म तह 4 को 4th लेभलको टेलिकममा आउन चाहन्छु भने त्यो आउन सक्छ। यो त सबको हो। साथीहरू यति भइहाल्यो। तपाईँहरू नबुझेको खण्डमा मलाई मेसेज गर्नुहोला। फेसबुक पनि छ, यो युट्युबमा पनि गर्नुहोला, जे छ त्यो। हस्, बाई बाई, गुड नाइट।